सिमसिम पानी परेसँगै चिसो मन्द मन्द हावा अनि चटक्क परेर मेरो छोरा रेस्टुरेन्टमा खाने भन्दै आफूले बनाएको मास्क लगाएर निस्कियो। जानी कि जानी भनिसके पछाडि मैले पनि उसलाई रेस्टुरेन्टमा लिएर गयौँ। फटाफटी खानाहरू आफूलाई मनपर्ने आवश्यकता अनुसार के खान मन छ छानी छानी टेबुलमा यसरी खाना लिएर बस्यौँ। खाना बनाउने रेस्टुरेन्टका कर्मचारीहरूलाई पनि धन्यवाद दियौँ। आजको समय जुराइदिने परमात्मा परमेश्वरलाई पनि धन्यवाद दियौँ र हामीले यसरी हाम्रो खाना खान थाल्यौँ। मिठा मिठा गफहरू बात मार्दै लगभग 1 घण्टाको बसाइमा निकै धेरै खानाहरूको स्वाद लिन पायौँ। साथमा फलफुल मिठाई लगायत बरफ पनि हामीले खायौँ। तपाईहरू पनि यसै गरी समय समयमा रेस्टुरेन्टमा गएर मिठो खानाको स्वाद लिन सक्नुहुन्छ। भिडियो हेरेर अन्तिमसम्म साथ दिनुभएकोमा हजुरहरू सबैजनालाई हृदयदेखि नै धन्यवाद। यसै गरी समय समयमा आफ्नो बच्चा बच्चीलाई रेस्टुरेन्टमा लगेर खानाको मिठो स्वाद चखाउँदै गर्नुहोला र यो भिडियो मन पर्यो भने लाइक, सेयर र कमेन्ट गर्न नबिर्सनुहोला। धन्यवाद।